गइरहेको अनि थाक्यो हिँड्दा हिँड्दा धेरै गाह्रो भयो थाकेर है। अब चाहिँ म त्यतातिर जान्छु। अब रुममा जानुपर्छ। हिँड्दा हिँड्दा धेरै थाकिसकेको छु। बिस्तारै जान्छु। धेरै हिँडेँ नि आज। हावाले कपाल पनि उडाइदियो। आँखामा के पस्यो है। अब म चाहिँ हजुरहरूलाई पुग्नुपर्छ भनेर देखाउँछु है त जग्गामा ल। बिहान अझ त्यता जाने हो। त्यता चाहिँ अगाडि सिधै दिशामा जाने पुगिन्छ। त्यसपछि मजाले अगाडिको रुख देखाउँछ नि हरियो हरियो। त्यहाँबाट भित्र छिर्छु। पार्कमा हावा चल्यो कि लास्टै आँखामा कस्तो धुलो बसेछ हजुरहरूले हेर्दै गर्नु है त। म चाहिँ जाँदैछु अब। कस्तो आँखामा धुलो बस्यो हेर्नु सक्नुहुन्छ है। म चाहिँ उताबाट बोल्न लाज लाग्छ नि त। धेरै मान्छे आएकोमा बोल्न लाज लाग्छ। त्यहाँबाट गल्ली गल्ली हिँड्छु कि रोडबाट मान्छे त हेर्नुहुन्छ नि त। त्यहाँबाट बोल्नुपर्छ त्यहाँतिर त। त्यसपछि अनि बोल्नु त मान्छे धेरै भएकोमा लाज लाग्छ। अनि त्यसपछि अनि कस्तो कस्तो लाग्छ क्या। त्यही भएर म चाहिँ अब गल्लीबाट हिँडेको चाहिँ कचडा उठाउने भाइहरू रहेछ कि दुईजना फाल्दैछ। हेर्नु सक्नुहुन्छ। म चाहिँ बाटो थाकेको छु आज चाहिँ। गल्लीबाट आएको भएदेखि क्या डर छ कि अहिले यसरी भिडियोहरू बनाएर हिँड्नु पनि। तर के गर्नु बनाउनै पऱ्यो। म चाहिँ नेपालदेखि आएर सिरिज बगाउँछु मान्छेमा चाहिँ है। अहिले काली छु कि घामले डढेको। काम गर्नु जानुपर्छ नि त हामी। अब चाहिँ काममा ओहो आँखामा घाम पऱ्यो। यही निस्केँ म त बाहिर। अब खै देखाउँछु। अघि मैले रुख भनेको थिएँ नि। रुख चाहिँ उयो हो। रुख चाहिँ आयो है। म चाहिँ रुखबाट नि परै पुगिसकेँ है। कस्तो टाउको दुख्ला जस्तो भएको छ। धेरै हिँडेर होला घाम पनि भइसक्यो। अब त धेरै गाह्रो हुने रहेछ। अनि यहाँ फेरि डर लाग्छ क्या त पछाडि यस्तो छ। हिँड्दैछु आज अलिअलि काम गर्दैछु। म चाहिँ पर पुगेछु है। पुग्न आँटिसकेको कहाँबाट घुमेर पुगेछु है। जाँदैछु म हजुरहरूलाई रुममा पुगेर हजुरहरूलाई देखाउनेछु। म चाहिँ रुममा जान्छु। त्यसपछि रुम आइसकेपछि धेरै टाढा छैन। हजुरलाई रुम पुग्नु बित्तिकै अनि म चाहिँ रुममा पुगेँ भनेर जानकारी गर्नुहुन्छ त। थाकेछु क्या धेरै हिँडेर होला। म चाहिँ अलरेडी रुममा पुगिसकेको छु है। अनि एकदम गरम भएछ क्या मलाई चाहिँ। म चाहिँ कपाल माथि बान्छु ल। गरम भएको चाहिँ भोक पनि लागेको छ। एउटा भात पनि हान्छु। म चाहिँ आज घुमेर आएको के। घुम्न त कहीँ नि गएको होइन। हजुरहरूलाई कस्तो खिन्न लाग्ला कहाँ गएको थियो होला के गरेको थियो होला भनेर मनमा त चुकचुक त लागिहाल्छ। साथीभाइमा गएको थिएँ क्या। साथीलाई भेटेर आएको। आया काम छैन नि त। अनि सबै इन्डिया गयो म्याडम सरहरू।
कोही पनि छैन। अनि त्यस कारणले म चाहिँ बस्दाखेरि चाहिँ अलिअलि बढी निस्किन्छ है, अनि हिँड्दाखेरि चाहिँ खासै देखिँदैन। अनि म चाहिँ कपाल पनि बाँधिसकेँ। मेरो रुम चाहिँ यही हो, हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि कस्तो लाग्यो त। अनि म चाहिँ यो लुगा चाहिँ कति महिनापछि लगाएँ कि है, अनि एकदम आफूलाई कस्तो खुसी, भित्रदेखि नै खुसी गदगद यस्तो फिल भइरहेको है। यो लुगा चाहिँ मैले नेपालमा किनेको हो नि त, म चाहिँ अनि कलङ्कीमा किनेको हो यो लुगा चाहिँ। अनि एकदम मन परेको थियो। अनि लुगा चाहिँ धेरै दिनपछि लाउँदाखेरि चाहिँ एकदम नयाँ पनि लाग्ने रहेछ। अनि एकदम अलिक नयाँ नयाँ देखिन्छ है लुगा चाहिँ। कपडा चाहिँ त्यस्तै हो, डिजाइन चाहिँ के हल्का राम्री देखिन्छु। साँच्चै राम्री छु कि चाहिँ पनि लाउँछ कहिले कहिले। अनि उमेर त धेरै नै हो है, हजुरहरूलाई के डाँट्नु, उमेर डाँटेर के पाइन्छ र। सबै ठाउँमा मेरो 50 हो। मलाई चाहिँ डाँट्नु मन लाग्दैन, म चाहिँ 50 पुगेँ। त्यसपछि अनि यस्तो इफेक्ट लगाएर भिडियो बनाउनु चाहिँ एकदम ओहो आफूलाई नै लास्टै खुसी लाग्छ क्या। तर एउटा कुरा साथीहरू है त, हिजो के है यति कालो टी सर्ट लगाएको थिएँ, हजुरहरूले देखिसक्नु भएको छ होला, हेर्नुभएको छ भने, छैन भने हेर्न सक्नुहुन्छ। अनि मलाई किन सबैले हेऱ्यो, ओहो त सबैले हेर्दाखेरिको त आफूलाई अनुभव बेग्लै हुन्छ नि त। ओहो सबैले हेरिदिँदा त आफूलाई भित्रैदेखि कस्तो हुन्छ नि त, आफैलाई धेरै राम्री छु कि क्या हो जस्तो लाग्छ नि त होइन। मलाई मात्रै न, हजुरहरूलाई पनि लाग्छ। तर झुटो नबोल्नुहोस् कि मलाई त्यस्तो लाग्दैन भनेर होइन। तर त्यो चाहिँ लाग्छ है, सबैलाई लाग्छ, केटा होस् या केटी होस्, बुढी होस् तरुणी होस्, जोसुकै पनि होस् होइन। तर अरू कसैले धेरै हेरिदियो भने चाहिँ साँच्चै म त ओहो कति राम्री छु क्या जस्तो लाग्छ। मैले त्यही सोचेको थिएँ कि म त साँच्चीकै राम्री भएर आएछु क्या आज ड्युटीमा, सबैले हेर्छन् त भनेर। म त 16 वर्ष नै पुगेछु क्या फेरि भनेर। आमामा यति मख परेको हो कि साथीहरू म है, यति मखै परे हो कि जब गाडीबाट ओर्लिसकेर नि, अनि हामी चाहिँ नि चिया पिउँछौँ कि गाडीबाट ओर्लेर अब काममा जानुभन्दा अगाडि चिया पिउँछौँ कि, चिया पिउँदै थियौँ है। अनि चिया पिउँदै थिएँ, अनि चिया पिएर अनि त्यो जुन ओढेको पछ्यौरा छ नि, अनि त्यो चाहिँ नि राखेको यस्तो खोलेर यस्तोमा राखेको त त्यो टी सर्टमा त त्यो भुवा त सेतोमै लागेको रहेछ, पुरै सेतोमै भएको रहेछ है। त्यही भएर मान्छेले हेरेको रहेछ। अनि म त ओहो सक भएँ कि, यस्तो लाग्यो कि ओहो मलाई त लाज लाग्यो भन्न पनि नसक्ने होइन। अब के गर्नु त। अनि मलाई त कस्तो भयो नि त, पछि त ओहो मेरो लुगा त यस्तो पो रहेछ, के लुगा लाएर आएछु जस्तो भएको थियो। अनि साँच्चै एकछिन त कस्तो भयो क्या मनमा, ओहो आफ्नो रूपको घमण्ड गर्नु पनि ठिक चाहिँ होइन रहेछ है, दायाँ बायाँ नहेरिकन भनेर क्या। म जस्तै हजुरहरू पनि नझोक्किनु होला। अनि कस्तो लाग्छ मेरो ब्लगहरू हेरिदिँदै गर्नु होला। म चाहिँ सानो मिनी ब्लग बनाउँछु क्या, त्यस कारण हेरिदिँदै गर्नु होला है। राम्रो लागे पनि नलागे पनि एकछिन हेरिदिनु होला, केही कुराहरू सुनिदिनु होला। नयाँ हो, केही बोल्न जानेको छैन नि त। अनि आफूलाई जस्तो आउँछ त्यस्तै बोल्ने हो, नेचरल हो कि, यस्तो बनावट भन्न आउँदैन नि त मलाई। अनि यस्तै हो, जस्तो छु म त्यस्तै हो। अनि मेरो चाहिँ कपाल चाहिँ एकदम फुलेको चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ हजुरहरूले, फुलेको कपाल हो। अनि यो चाहिँ फुलेको कपाल हो है। अनि तर एकदम साइनिङ दिन्छ कि, टलक्क टल्किन्छ। त्यसपछि म धेरै खुसी हुन्छु, किनभने अब सायद म कलर सलर पनि नलाउँ कि जस्तो लागेको छ, किनभने मेरो आफ्नो नेचरल। तर मेरो कपाल सानैदेखि फुल्ने हो है ल। मेरो छोराछोरीको सबैको पनि सानैदेखि नै फुल्छ, मतलब अब सबैको भनौँ न, हाम्रो शाखा सन्तानमा सबैको फुल्छ क्या, सानैदेखि फुल्ने हो है। अनि त्यस कारणले फेरि पनि हेरिदिँदै गर्नु होला, राम्रो लागे नि नलागे नि है। हजुरहरूलाई केही कुरा सोध्नु मन लाग्छ भने सोध्न सक्नुहुन्छ। अनि हजुरहरूलाई म भन्ने छु है त। अनि सबैजनालाई नमस्ते, अनि बाई बाई, सबैलाई लभ यु है त। आई मिस एभ्री वान। ओके, अनि फाइनली सकिहाल्यो अब है। अब फेरि भोलि